नमस्ते, मेरो नाम देव कुमार सुनवार हो। म रामेछाप जिल्लाको उत्तरी भेग अर्थात् बाम्ती भण्डार गाविसको देउरालीमा अवस्थित सामुदायिक रेडियो कैरन 96.4 मेगाहर्ज र सोही जिल्लाको गुप्तेश्वर गाविसमा अवस्थित अर्को रेडियो लिखु 91.3 मेगाहर्जको एकजना संस्थापक हुँ। पत्रकारिता विषय लिएर स्नातकोत्तर तहसम्मको पढाइ सकेर राष्ट्रिय तहका मूलधारका विभिन्न सञ्चार माध्यमहरूमा करिब 1 दशक जति काम गरिसकेपछि मेरो गाउँघर जहाँ टेलिफोन, इन्टरनेट तथा अन्य सञ्चार माध्यमहरूको सुविधा छैन, पहुँच छैन, त्यहाँ चाहिँ सूचना, शिक्षा तथा मनोरञ्जन दिने उद्देश्यले चाहिँ मैले यी दुई सामुदायिक रेडियो लेखु र रेडियो कैरन खोल्ने जमर्को गरेको थिएँ। गएको 1.5 वर्षदेखि यी दुवै रेडियोहरू चाहिँ विशेष गरी रामेछाप, दोलखा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र सिन्धुपाल्चोकका करिब 3 दर्जनभन्दा बढी गाविसका स्थानीयवासीहरूलाई विशेष गरी सूचना, शिक्षा तथा मनोरञ्जनको भरपर्दो माध्यम मात्र बनेका थिएनन् यी दुई रेडियोहरू कि उनीहरूको सुख दुःखका साथी समेत बनेका थिए। यी दुवै रेडियोका पहुँच पुग्ने तथा लक्षित गाविसहरूका करिब 79% घरहरू भूकम्पका कारण भग्नावशेषमा परिणत भएका छन् भने स्थानीयवासीहरूको सुख दुःखका साथी बनेका रेडियोहरूमध्ये रेडियो लिखुको भवनमा केही क्षति पुगे पनि तत्कालै सञ्चालनमा ल्याइएको छ। तर भूकम्पका कारण रेडियो कैरनको भवन तथा उपकरणहरू पूर्ण रूपमा क्षति भएको कारण रेडियो कैरन चाहिँ अहिले बन्द भएको अवस्था छ। कैरन अर्थात् ठेट नेपाली शब्दमा भन्दा जनआवाज, जनबोली वा नयाँ खबर। 2070 भदौ 31 गतेदेखि रामेछाप जिल्लाको उत्तरी भेग अर्थात् बाम्ती भण्डार गाविसमा सञ्चालित यो सामुदायिक रेडियो कैरन 96.4 मेगाहर्ज रामेछाप जिल्ला लगायत दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुका करिब 3 दर्जनभन्दा बढी दुर्गम गाविसका स्थानीय समुदायहरूको सुख दुःख साट्ने थलो र सूचना, शिक्षा तथा मनोरञ्जनको एक मात्र भरपर्दो स्रोत वा माध्यम बनेको थियो। तर 2072 साल वैशाख 29 गते दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा केन्द्रबिन्दु भई आएको 7.3 म्याग्नेच्युडको दोस्रो ठूलो भूकम्पले रेडियो कैरनको संरचना र उपकरणहरू ध्वस्त पारेको कारण बन्द हुन पुग्यो। वैशाख 12 गते अर्थात् करिब 18 दिन अगाडि गोर्खा जिल्लाको बारपाक गाविसमा केन्द्रबिन्दु भई आएको 7.9 म्याग्नेच्युडको पहिलो शक्तिशाली भूकम्पले त्यति क्षति नपुर्याए पनि दोस्रो ठूलो भूकम्पले भने रेडियो कैरनको अधिकांश संरचनाहरू तहस नहस नै बनाइदियो। रामेछाप जिल्लाको उत्तरी भेगका गाविसहरू विशेष गरी बाम्ती भण्डार, कुमकास्थली, गुम्देल, चुचुरे लगायतका गाविस, त्यसै गरी दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका छिमेकी गाविसहरू जुन सदरमुकामबाट धेरै टाढा रहेका कारण सञ्चार माध्यम र अन्य कुनै पनि सरकारी सेवा सुविधाको पहुँचभन्दा टाढा रहेका छन्। यी हरेक गाउँ बस्ती र घर घरसम्म भौगोलिकता र बजारको कठिनको बावजुद आवश्यक सूचनाहरू प्रवाह गरी शिक्षाको चेतनाको स्तर स्थानीय समुदायमा विकास गर्ने यसको मुख्य उद्देश्य थियो।
त्यसै गरी आफ्नो गाउँ, छरछिमेक र टोल विकास गर्ने साथै स्थानीय पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा लगायत अन्य भौतिक पूर्वाधारको विकासको लागि साझेदारी बन्दै अझ विकासको लागि सहयोग पुर्याउने भन्ने पनि सोच थियो। यसै गरी स्थानीय समुदायहरूको पिरमर्का र जनगुनासोहरूलाई केन्द्रसम्म पुर्याउन पुलको रूपमा काम गर्ने मुख्य सपना लिएर करिब 2 वर्ष अगाडि खोलिएको थियो रेडियो कैरन। यो रेडियो बन्द हुनु हुँदैन र यो रेडियो खोल्ने क्रममा यहाँका सरकारवाला व्यक्तिहरू, सरकारी निकाय र सम्पूर्ण यहाँका चाहिँ अगुवा सङ्घ संस्था सबैले चाहिँ आफ्नो क्षेत्रबाट तुरुन्तै पहल चलाएर रेडियो यथाशक्य चाँडो रेडियो सञ्चालनमा आउनुपर्छ। 29 को भूकम्पले त्यो कैरनको सबै स्टेसनै भङ्ग गरिदियो, भत्काइदियो। त्यसपछिबाट यहाँतिरका मान्छेहरू अन्धकारमै परे, अन्धकारमै रहे र अब अहिलेसम्म पनि कुनै पनि समाचारहरू सुन्न सकिएन। त्यस कारणले गर्दाखेरि रेडियो कैरन चाहिँ यहाँको जनताको लागि, यो क्षेत्रको समाचार सुनाउनका लागि अति आवश्यक छ। यसलाई चाहिँ पहिलेको अवस्थामा सुचारू रूपमा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र यसलाई सञ्चालनमा ल्याउनुपर्छ भन्ने। सञ्चालनमा आएको थोरै समयमा नै स्थानीय समुदायको सुख दुःखका साथी समेत बनेको यो रेडियो भूकम्प गएपछि जतिखेर स्थानीय समुदायहरू भूकम्पले पुर्याएको असर, राहत सामग्री वितरण जस्ता यावत विषयका बारेमा सूचना तथा समाचार थाहा पाउने आवश्यकता थियो, त्यति नै खेर बन्द भएपछि स्थानीय समुदायहरू थप मर्कामा परेका छन्। हरेक सूचनाबाट सुसूचित हुने बेलामा रेडियो कैरन बन्द भएको छ। यसमा यस क्षेत्रका र यहाँका सम्पूर्ण यहाँका उपभोक्ताहरू र यहाँका चाहिँ सर्वसाधारण दुखी भएका छन् र यो रेडियो तत्कालै फेरि पुनः सुचारू होस् भन्ने हामी माग पनि गर्दछौँ। यस्तो विपदको समयमा यो एफएमले प्रभावकारी कार्यक्रमहरू र सञ्चालन गर्न सक्थ्यो, तर यो आफै थलो परेको हुनाले यो झनै हामीलाई अप्ठ्यारो स्थितिमा पारेको छ। बत्ती छैन, केही छैन, एउटा ब्याट्रीबाट रेडियो सुन्नका लागि पनि अहिले रेडियोको चाहिँ अब प्रसारण नभएको कारणले अब सबैले दुःख पाइरहेका छन्। त्यो भएर अब हामीलाई चाहिँ रेडियो सदा सर्वदा भइदिएदेखि सबैले सञ्चारको पहुँच पुग्थ्यो सर्वसाधारणसम्म। हामीले सुन्ने बुझ्ने हिसाबले र राम्रो कुराहरू सुनिरहेका थियौँ, तर यो भुइँचाल पछाडि बन्द भएको कारणले यो रेडियो कैरन चाहिँ तुरन्त खोल्नुपर्छ। रेडियो कैरनको पहुँच पुग्ने रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुका करिब 3 दर्जन गाविसका करिब 5 लाख स्थानीय समुदायहरू जो विद्युत, टेलिफोनको साथै कुनै सरकारी तथा सञ्चारको सुविधाबाट वञ्चित भई बस्न बाध्य छन्। भूकम्पको कारण 99% भवनहरू ध्वस्त भएका छन्। विद्यालय, स्वास्थ्य चौकी लगायत सम्पूर्ण संरचनाहरू ध्वस्त छन्। स्थानीय समुदायहरू गाई गोठ या त पालमुनि बस्न बाध्य छन्। भूकम्पको पराकम्पन र हुरी बतास सहित पानी पर्न सुरु भएको कारण उनीहरूको जीवन थप कष्टकर बनेको छ। सरकारले केन्द्रमा भूकम्पबाट पीडित प्रत्येक घर परिवारलाई केही राहत दिने घोषणा गरेको त छ, तर गाउँ बस्तीमा कतै सचिव नभएको कारण त कतै दुर्गम भएकै कारण सरकारी राहत पुग्न गाह्रो भएको छ। त्यसकारण सरकारले ल्याएको योजनाको साथै सूचना, समाचार र भूकम्पको यथास्थिति बुझ्न रेडियो कैरन यथाशक्य छिटो सञ्चालनमा ल्याउनु पर्ने भएको छ। समुदायको लागि सञ्चार अभियानमा रेडियो कैरन 96.4 मेगाहर्ज तपाईको घर आँगनमा। अब हामीले सबै कुराहरू जेरो लेभलबाट सुरु गर्नुपर्ने अवस्था आएको छ। मेरो आकाङ्क्षा के हो भने अबका गाउँ बस्ती र सहरहरूमा एकदमै व्यवस्थित र मौलिकता झल्काउने खालको संरचनाहरू बनोस्। त्यसै गरी भूकम्पका कारण आफ्नो सम्पत्तिमा क्षति पुगेकोले एकदमै विक्षिप्त बनेको मनबाट बिस्तारै सशक्तिकरण गरी सकारात्मक सोच विकास गर्न तथा भूकम्प पछिको यथास्थितिहरूलाई समाजका कुना कुनामा पुर्याउनको लागि सामुदायिक रेडियोहरूको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसै कारण भूकम्पले गर्दा
बन्द हुन पुगेका सामुदायिक रेडियोहरू सञ्चालनमा ल्याउन पाए एकदमै राम्रो हुने थियो भन्ने मलाई लागेको छ। त्यसकारण सबैजनाले सक्दो सहयोग र समर्थन दिनुहुनेछ भन्नेमा म एकदमै विश्वस्त छु। रेडियो कैरन 96.4 मेगाहर्ज तपाईको घर आँगनमा।